सर्वप्रथम त हजुरले अन्य जाति केटा अन्य जाति केटीलाई एकदमै मात्रामा प्रेम नगर्नुहोला। व्यवस्थाको 7 अध्याय त्यहाँ तपाईँले हेर्नुहुन्छ, तपाईँले पाउनुहुन्छ। यदि तपाईँ कोही पनि त्यस्तो प्रेममा फस्नु भएको छ भने छिट्टो छुटकाराको लागि तपाईँले प्रार्थना गर्नुहोला। छिट्टो गुड बाई गरिहाल्नु होला, हजुरले छिट्टो गुड बाई गरिहाल्नु होला। अब कहाँ सकिन्छ र हो, कहाँ सकिन्छ, मनभित्र त हालिसकेको छु भनेर कतिजना भन्नुहुन्छ भने चाहिँ याद गर्नु, यो तपाईँको प्रब्लम हो। तपाईँ जो यदि यो कुरामा फसिनु भएको छ भने मैले भन्नु केही छैन, तर हामी प्रचारक प्रभुको दासहरूले यो कुरा भन्नुपर्ने कुराहरू हुन्छ। हजुरले भुलेर पनि अन्य जाति केटालाई अन्य जाति केटीलाई हजुरले प्रेम नगर्नु होला। बाइबलले व्यवस्था 7 अध्यायले भन्दछ हजुरले आफ्नो जीवन साथीको लागि प्रार्थना गर्नु, जीवन साथी परमेश्वरले दिनुहुन्छ। भजनसँग को 68 को 6 तिर, यसै 34 को 16 पदतिर परमप्रभुले परिवार दिनुहुन्छ। परमप्रभुले एक्लोहरूलाई जोडिदिनुहुन्छ, कसैलाई पनि जोडीको अभाव हुँदैन। परमप्रभुले परिवार दिनुहुन्छ भनेर लेखेको छ। अनि परमेश्वरले तपाईँहरूलाई पक्का पनि राम्रो क्रिस्चियन जीवन साथी दिनुहुन्छ। तर हतार गरेर अन्य जातिसँग प्रेम गर्छु, अन्य जातिसँग प्रेम गरेर उसलाई म क्रिस्चियन बनाउँछु अनि उसँग बिहा गर्छु, यस्तो सजिलो सोच गरेर हुँदैन, यस्तो सजिलो तरिकाले हुँदैन। तपाईँले प्रेम गर्दा चाहिँ क्रिस्चियन केटालाई नै प्रेम गर्नुपर्ने हुन्छ, क्रिस्चियन केटीलाई नै प्रेम गर्नुपर्ने हुन्छ। त्यो पनि परमेश्वरको अगुवाई अनुसार आमा बाउको सरसल्लाह, पास्टर एमरको सरसल्लाह, अगुवाको सरसल्लाहमा तपाईँले गर्नु भने तपाईँको जीवनमा आशिष आउँछ। प्रियहरू, हामी अगाडि बढ्दै जाउँ। मैले मेरो आफ्नै चर्चको बहिनीको कुरा गरेँ। त्यो छोरीलाई उसले चाहिँ लुकी पाप गरेको कारणले गर्दाखेरि ऊ नेकेड भएको थियो, उसलाई शैतानले नेकेड बनायो। इभन उनको जिन्दगी नै शैतानले चाहिँ बर्बाद गरे। प्रेयरहरू, हामी होशियार रहनेछौँ। एडिक्सन अफ ड्रग्स, एल्कोहल, सिगरेट, टोबैको, मादक औषधि, मद, चुरोट, बिडी, सुर्ती खाने कुलतहरू। एडिक्सन अफ ड्रग्स, एल्कोहल, सिगरेट एन्ड टोबैको, मादक औषधि, मद, चुरोट, बिडी, सुर्ती खाने कुलतहरू, आदतहरू। म आशा गर्छु लिसनरहरू तपाईँ जतिजनाले सुन्दै हुनुहुन्छ, यहाँ तपाईँहरू कसैलाई पनि सुर्ती खाने आदत छैन, कसैलाई पनि खैनी खाने आदत छैन, तपाईँहरू कसैलाई पनि जाँडा सिखाने आदत छैन, तपाईँहरू कसैलाई पनि चुरोट खाने आदत छैन। तपाईँलाई त ड्रग्स त मनै पर्दैन, मलाई थाहा छ। ड्रग्स भनेपछि तपाईँ भाग्नुहुन्छ। सायद तपाईँ यी सबै कुराबाट टाढा हुनुहुन्छ। म बिलिभ गर्छु।